हाम्रो देशको राजधानीको नाम के हो? यम्बु आउँछ जस्तो लाग्छ अब अझै? के दादा पैसा पनि पाउँछ म दुईवटा थाहा बजिरहेको छ भाइ सकबिन अहिले चाहिँ हामी आइपुगेको छौँ हाम्रो भैँसेको समर साइड जाने बाटोमा। हामी समर साइड यता छ, हामी समर साइडको छेउमा छौँ। गर्मीमा एकदमै चिसो हुने ठाउँमा आएका छौँ। अहिले अलिकति घाम भए पनि चिसो फिल चाहिँ भइराखेको छ र गेम खेलाउँदै गर्ने बेलामा हाम्रो यहाँ एकजना आमा हुनुहुन्छ, हामी उहाँसँग पनि गेम खेल्दैछौँ। आउनु। नमस्ते, सन्चै हुनुहुन्छ? सन्चै छु अनि तपाईँको सानो परिचय दिनु, तपाईँको नाम? मिनु कुमार दोङ मिना कुमारी दङ। ओके, आमालाई हामी एउटा गेम खेलाउँदैछौँ। हामी चाहिँ के गर्छौँ भने नि, यसो हिँड्दै गर्ने बेलामा कोहीसँग पनि हामी यसो गेम खेल्छौँ। गेम चाहिँ कस्तो भने हामी 3वटा प्रश्न सोध्छौँ। यदि तपाईँले प्रश्नको सही जवाफ मिलाउनु भयो भने, एउटा प्रश्नको सही जवाब मिल्यो भने 100 रुपियाँ पाउनुहुन्छ, 3वटा मिल्यो भने 300 रुपियाँ पाउनुहुन्छ। हुन्छ हाम्रो आमा चाहिँ एकदमै रेडी हुनु भइसकेको छ गेम खेल्नको लागि। ल ओके, पहिलो क्वेसन हाम्रो आमाको लागि म सोध्न चाहन्छु। पहिलो प्रश्न यस प्रकार रहेको छ, हाम्रो देशको, नेपाल देशको झन्डा जुन छ नि, त्यो झन्डाको रङ कस्तो हुन्छ? झन्डा रातो हुन्छ अरे वाह, सही जवाब। कति इजी दिनु, सही, एकदम सही जवाब। हाम्रो आमाले एक सर्टमै सोच्नै परेन, भ्याट्टै दिनुभयो। ल तपाईँले 100 रुपियाँ जित्नु भयो है। ल 100 रुपियाँ जित्नु भइसक्यो। अझै 2वटा क्वेसन बाँकी छ। ल अब 2वटा क्वेसन। दोस्रो क्वेसन चाहिँ यस प्रकार रहेछ, हाम्रो देशको पूर्व राजा, जो राजाको नाम भनिनुहुन्छ, एउटा राजाको नाम भन्नु। ल वीरेन्द्र शाह एकदम सही जवाब। दोस्रो उत्तर पनि सही जवाब दिनुभएको छ। आमालाई धेरै धेरै बधाई छ, 200 रुपियाँ जितिसक्नु भएको छ। अब फाइनल तेस्रो क्वेसन सोध्न चाहन्छु 300 रुपियाँको लागि। तयारी हुनुहुन्छ? तयारी हुनुहुन्छ? अब तयारी छ आउँछ जस्तो लाग्छ अब अझै? के दादा ओके, आउँछ भन्नु न, आउँछ, सजिलै सोध्छु। आउँछ ओके, र अन्तिम प्रश्न छ हाम्रो आमाको लागि। अब अन्तिम प्रश्न चाहिँ यस प्रकार रहेको छ, हाम्रो देशको राजधानीको नाम के हो? यम्बु याम्बु 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 चाहिँ हाम्रो भाषामा हो, दर्शक पनि बुझ्नु भएन होला। यसलाई नेपालीमा चाहिँ के भन्छ आमा भनिदिनु, नेपालीमा नि भनिदिनु न। काठमाडौँ एकदम सही जवाब। ये ओके, आमाले 3वटा प्रश्न एकदम सही जवाब दिनुभएको छ। हाम्रो देशको राजधानी याम्बु, यानि कि काठमाडौँ। तामाङमा चाहिँ हामीले याम्बु भन्छ। सो यम्बु भन्छ हो त्यही भएर ल 3वटा प्रश्नको सही जवाब दिनुभएको छ। आमाले जित्नु भएको छ रु 300 रुपियाँ। बधाई छ आमा। थ्याङ्क यू ओके, पैसा पनि पाउँछ म दुईवटा थाहा बजिरहेको छ भाइ ओके, सही उत्तर 3वटा दिनुभएको कारण गर्दाखेरि हाम्रो आमाले 300 रुपियाँ पाउनु भएको छ। आमालाई धेरै धेरै बधाई छ। लाउनु, धेरै धेरै बधाई छ। थ्याङ्क यू 2 शब्द के भन्न चाहनुहुन्छ चराहरूलाई? धन्यवाद ओके, दर्शकबिन आमाले 3वटा प्रश्नको जवाब दिइसक्नु भएको छ र उहाँले 300 रुपियाँ पनि जितिसक्नु भएको छ। अब हामी लाग्छौँ समर साइड।